तपाईले जुन प्रश्न गर्नुभयो नि तपाईले आफ्नो साथीहरुलाई सोध्नुस् तपाईले गरेको क्वेशन जायज छ कि छैन अरु पत्रकार साथीहरुलाई सोध्नुस् सबभन्दा पहिला जसरी तपाईले सोध्नुभयो तपाईले हामीलाई भक्करै के भन्नुभयो फिल्म देखाएर मनोरञ्जन गरे फिल्म देखाएर पैसा कमाउन आउनु भएको हो भनेर तपाईले सोधेको प्रश्नको उत्तर मैले तपाईकै भाषामा दिइराख्दाखेरि तपाईलाई अफेन्ड भइरहनु भएको छ नि तपाई फिल्ममा देखाएर पैसा कमाउने माध्यम मात्रै हो कि उहाँहरुको आवाज तपाईहरुले कसरी बोल्नुहुन्छ कि पर्दामा यसो देखिने हामी कमाउने मात्रै माध्यम हो कि हैन पहिलो सुरुमा त तपाईले भन्नुभएको यस्तो मुद्दा उठाएर तपाईले कमाउने उद्देश्य मात्रै गर्नुभएको हो कि भन्ने जुन प्रश्न गर्नुभयो नि तपाईहरुले देखाउनु भएको छ कि छैन यद्यपि प्रश्न मात्रै हो यो हैन यो तपाईले प्रश्न गरिरहँदाखेरि चाहिँ यो चाहिँ पोलिटिकल हिसाबले सोचेर तपाईले प्रश्न गर्नुभएको हो कि हैन तपाईले एउटा जिज्ञासाको रूपमा मात्रै गर्नुभएको हो कि तपाईलाई त्यही त तपाईले भनेको चीज हरेक कुरामा आउँछ हैन तपाईले भनेको चीज मैले सबै चीज सुनिसके हैन त्यो प्रश्नहरु सबै पनि भनिसक्नु भयो हैन हामी यहाँ एउटा फिल्मको बारेमा कुरा गर्दैछौँ फिल्म त समाज हो नि सर हो समाजबाट नै हामी फिल्म बनाउने हैन भन्दा कहाँ बाहिर छ र त्यही त तपाईले एउटा सुन्नु न पहिला सबभन्दा पहिला हैन फिल्म भनेको चाहिँ काल्पनिक कथा हो के मनोरञ्जन मात्रै हो त काल्पनिक कथा हो जब यसले चाहिँ समाजको केही चीजहरुलाई उठाएर आफ्नो तरिकाबाट केही न केही त भन्न खोज्छ होला नि त फिल्मले त्यो चीज चाहिँ त्यो भन्न खोजेको चीज चाहिँ तपाईलाई फिल्म नहेरी अहिले नै चाहिएको छ हैन मलाई तपाईले अनि त्यो चीज मैले भने तपाईले जे चीज खोज्दै हुनुहुन्छ नि म तपाईलाई एउटा क्वेशन गर्छु है तपाई यहाँ हामीहरुले बोलिरहेको भिडियो खिचेर पैसा कमाउन आएको हैन हैन हामीलाई त त्यस्तै लागिरहेछ नि तपाईले क्वेशन गरे हिसाबले मेरो प्रश्न के भने समाजको यथार्थ चलचित्रले बोल्छ यो गम्भीर विषय उठान गर्दै गर्दाखेरि त्यही त चलचित्रलाई चाहिँ चलचित्रको रूपले किन तपाई हेर्न सक्नुहुन्न कि सबै चीजलाई लगेर किन यस्तो रियलिस्टिक साँच्चै देश बदल्ने कुरा नै चलचित्रले गर्छ हिसाबले चाहिँ सोच्नुहुन्छ कि हैन गर्नुपर्छ भन्ने मेरो प्रश्न हो हैन क्वेशन गर्ने हो चलचित्रले प्रश्न उठाउँछ यसरी बुझौँ उहाँको सिनेमाप्रतिको बुझाइको कमी भइसकेपछि यस्तो प्रश्नहरूको हामी पनि सामना गर्नुपर्छ जस्तो लाग्छ हैन तपाईको आफ्नो बुझाइको कमजोरी हो भन्ने लाग्छ सिनेमाले एज अ फिल्म मेकर एज अ म कथावाचक चाहिँ मैले समस्या बोल्दिन सक्छु तर त्यसको समाधान दिन सक्दिनँ हैन समाधान दिने भन्ने नै हैन मलाई समस्या मात्र देखाउने भने त के भएर त्यसको अर्थ त्यो तपाईको बुझाइ भयो क्या त्यो बुझाइमा कति तपाई सही हुनुहुन्छ गलत हुनुहुन्छ पहिला आफुलाई एनालाइसिस गर्नुस् जस्तो लाग्छ हैन तपाईले हामीलाई भक्करै के भन्नुभयो फिल्म देखाएर मनोरञ्जन गरे फिल्म देखाएर पैसा कमाउन आउनु भएको हो भनेर तपाईले सोधेको प्रश्नको उत्तर मैले तपाईकै भाषामा दिइराख्दाखेरि तपाईलाई अफेन्ड भइरहनु भएको छ नि तपाई चलचित्र मार्फत व्यावसायिक चलचित्र हो नि यो त हैन व्यावसायिक हो चलचित्र अरे त्यो कमाउँछ भन्ने चीज अरे काम गरिसके पछाडि चाहिँ सबैले पैसा कमाउनु पर्छ जस्तो लाग्दैन सरकारले सामान्य हिसाबले भिडियो खिचेर पैसा कमाउन आएको भन्ने जवाफ मलाई चाहिँ हैन तपाईको क्वेशनले नै सबभन्दा पहिलो कुरो त तपाईले जुन प्रश्न गर्नुभयो नि तपाईले आफ्नो साथीहरुलाई सोध्नुस् तपाईले गरेको क्वेशन जायज छ कि छैन अरु पत्रकार साथीहरुलाई सोध्नुस् सबभन्दा पहिला जसरी तपाईले सोध्नु